Hello everyone, welcome and welcome back to my channel. नमस्ते हजुरहरु सबैजनालाई वेलकम छ मेरो नयाँ भ्लगमा न्यू डे न्यू भ्लग का साथ म चाहिँ आज म चाहिँ साथीहरुसँग आएको छु कता भने हामी यता माथि के भन्छ बैपानी माथि डाँडामा आएको छौं एकजना चाहिँ भ्लग गर्दै हुनुहुन्छ अनि एकजना टिकटक त्यही हो आज हामी चाहिँ धेरै पछि भेट भएको छौं सबैजना खोइपछि अनि त्यही हो हेर्नु होला हाम्रो गाउँ कोही भ्लग निन्दा घाट्छ मम्मी त यहाँ भयो तू तँ लौरो चाल्छ कि के ल दी का खाए हारे होस् नि कविते ईशान आमा बाबा आमा मामा दाइ अनुप बाबा ठुलो बाबा त्यहाँ बाबा दङ गरिरहोस् न भनेको के हामी चाहिँ आउँदैछौँ ल भ्लगर धेरै पछि आएको छौँ किन कति जाने तिमी अनि यताबाट जाऊ नानी त्यताबाट सक्दैन हामी चाहिँ बल्ल आउँदैछौँ अहिले हेर्नु न कस्तो राम्रो के अब चाहिँ हामी त्यहाँ चौतारीमा जान्छौँ हो कि होइन चौतारीमा जाँदैछौँ यस मलाई जानु मन लाग्यो मलाई खिच हाम्रो स्कुल कति पछि आएको भयो यहाँ बैपानी हामी चाहिँ ल हेर्नु यसले मलाई फोटो खिचिदियो अरे फोटो खिचिदियो अरे हामी चाहिँ जाँदैछौँ अब चौतारीमा अनि एकजना भ्लगर चाहिँ गइसकेको छ एक्लै बोली यहाँ एकजना भ्लगर अनि हामी चाहिँ जाँदैछौँ पानी पनि परेको छ हल्का अनि त्यही हो हाम्रो गाउँको टोलीहरू चाहिँ त्यहाँ माथि पुगिसक्यो यहाँ पुगिसक्यो एकजना अब भ्लग गर्दैछ एकजना चाहिँ टिकटक वाली त्यही हो त्यो पनि हाल्छ कि हामी छक्कै गाइस हो कि नभने हाल्छ
टिका लगायो टिका टिका लगाउनु छिटो गाडी आइसक्यो गाडी आइसक्यो छिटो हिजै लगाएर हेलो गाइज हामी चाहिँ आज फेरि पनि हामी चाहिँ टुटे पानी जाँदैछौँ अनि को भने फेरि अब हामी चाहिँ 3 दिन भयो लगातार कहिले कता गएको गई छौँ अनि यहाँ एउटी भ्लग गर्दैछौँ अनि त्यही हो को भन्दाखेरि पछाडि छ 2 जना मेरो मामाको छोरी र मतीको छोरी अनि साथी अनि 1 जना चाहिँ उता मामा घर गएको छ बिहान अनि हामी चाहिँ त्यतै फोन गर्छौँ त्यहाँ पुगेर अनि त्यो आउँछ अनि त्यसपछि हामी चाहिँ पिङ खेल्न जान्छौँ पिङ खेलेर हामी चाहिँ उस्तिर जान्छौँ ल अहिले भेटौँ यो चाहिँ टुटे पानी गाउँ यहाँ बहिनीहरू छ दृष्टि हेलो भनिदेऊ ल अनि अब चाहिँ हामी जाँदैछौँ अब एकछिनमा कल गर्नु पर्ला कवितालाई चाहिँ त्यही हो प्लान बनाएको भाइ धेरै पछि आएको म चाहिँ कति 3 वर्षपछि आएको होला म यहाँ टुटे पानी कसलाई ल त नि गाइज म चाहिँ कवितालाई फोन गर्छु कोहीलाई फेरि लाज लागेको छ अरे भेना पनि हुनुहुन्छ हो अनि त्यही हो अब म कल गर्छु ल कवितालाई ए यहीँ रहेछ नि त यहीँ रहेछ यी गाइज म र अस्मिता चाहिँ पिङ पनि खेल्यौँ रमाइलो पनि भयो डर पनि लागेर हात दुखेर यस्तै भयो भन्दा गाइज हामी चाहिँ बय पनि जाँदैछौँ किनभने हामीलाई एकदम मोमोको क्रेभिङ्स आयो अचानक अनि त्यही भएर दिदीबहिनी भएर बय पनि जाँदैछौँ किमा लिनलाई हाम्रो दसैँ यसरी मनाइरहेको हाम्रो दसैँ हिँड्दै गयो है 2-3 दिनमा ओके यसपालि दसैँ त खतरा मनायो नि हामीले पो टिका नभएर त्यही नि टिका भएको भए के हुन्थ्यो अनि आज चाहिँ मम्मी जानुभयो पोखरा हामी चाहिँ अब पुर्णेपछि जान्छौँ सबजना म र अनुप अनि माथिल्लो घरको कविते रविन दाई ठुलो मम्मी हामी सबजना जान्छौँ आफ्नो बाटोतिर लाग्छौँ त्यही हो कोही पोखरा
कोही काठमाडौँ त्यही हो एउटै ठाउँमा भएको भए त सजिलो हुन्थ्यो के गर्नु पोखरा आइज भनेको मान्दैन म आइसकेर कतिचोटि आउँछ अस्ति निर्णयमा आएर गएको आए पनि कोही ग्रुपमा आउँछ तर नो कल नो नथिङ त्यही हो अनि हामी चाहिँ बैपानी आइपुग्न लागिसक्यौँ हाम्रो स्कुल सानोमा पढेको स्कुल अनि यहाँ छ बहिनी हिँडिरहेछ फोन हेर्दै धेरै टाढा हो हाम्रो घर थाक्यो अब कति बजिसक्यो 4 बज्न आइसक्यो होला अनि अहिले फेरि घर पुगेर फेरि खाना पनि बनाउनु पर्छ आज सुरेन्द्र अङ्कलहरूको पालो छ अनि ड्राइभर अङ्कलहरू चाहिँ हाम्रै घरमा आउनुहुन्छ खाना खानलाई त्यही भएर अङ्कलहरूलाई खाना बनाउनु पर्छ